नेपाल सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ। उनले नेपालमा भएको लोड सेडिङलाई अन्त्य गरेर 18 घण्टासम्म लोड सेडिङ उनले अन्त्य गरे र नेपालीलाई उज्यालो ऊर्जा दिए र अर्को सरकार फेरिए। लगत्तै ऊर्जा मन्त्री र कुलमान घिसिङ बीच बेलामा टकराव भइरहन्थ्यो। अनन्त कुलमान घिसिङलाई ऊर्जा मन्त्रीले बर्खास्त गरेरै छाडे। उनको समय अवधि हुँदै सरकारले उनको जागिरबाट अवकाश दिएको छ। यो सायद देशको लागि राम्रो होइन, किनकि राम्रो काम गर्ने जो कोही व्यक्ति पनि सरकारमा अथवा राम्रो पदमा बस्न उपयुक्त हुन्छ यदि उसले गरेका राम्रो कामहरूको मूल्याङ्कन गर्न सकिएन भने देशले भोलिका दिनमा ठुलो चुनौती बेहोर्नुपर्ने हुन्छ।